मैले यो एप्लिकेसनमा फ्रीमा अर्निङ गरेको ब्यालेन्सहरूलाई विथड्र गर्नको लागि विथड्र भन्ने बटनमा क्लिक गरेको छु र यहाँनिर चाहिँ मैले विथड्रमा क्लिक गरिसकेपछि एमाउन्टहरू हालेर मैले ई-सेवाको थ्रु विथड्र गरेको छु। तपाईँले अब कुनै पनि वालेटको थ्रु विथड्र गर्न सक्नुहुन्छ। ई-सेवा, खल्ती, आर्मी पे, नेपाली ब्याङ्क ट्रान्सफर पनि पाउनुहुन्छ। ब्याङ्कमै पनि डाइरेक्ट विथड्र गर्न सक्नुहुन्छ। मैले ई-सेवा चुज गरेको छु र ई-सेवा चुज गरेर मैले विथड्रमा लगाएको छु र विथड्रमा लगाएको लगभग 5 मिनेटभित्रमा मलाई ई-सेवामा पेमेन्ट पनि रिसिभ भइसकेको छ। तपाईँले यहाँ प्रुफ पनि देख्न सक्नुहुनेछ। आजको भिडियोमा तपाईँलाई चाहिँ मैले यस्तो एप्लिकेसन बताउने छु जुन एप्लिकेसनमा अहिले क्रिसमस अफर पनि चलेको छ। अरू बेला भन्दा तपाईँहरूले डबल अर्निङ चाहिँ गर्न सक्नुहुनेछ यो टाइममा। सो यो टाइममा जोइन गर्नुभयो भने धेरै राम्रो फाइदा छ है त्यो एप्लिकेसनमा। पहिलो कुरो, यो एप्लिकेसन भनेको एउटा फ्री एप्लिकेसन हो। हामीले यसमा फ्रीमा काम गर्न मिल्छ र फ्रीमा काम गरेर हामीले अर्निङ गर्न मिल्छ र अर्निङ गरेको ब्यालेन्सहरूलाई विथड्र पनि गर्न मिल्छ। र अहिले चाहिँ यो क्रिसमस अफर भनेर अहिले अफर दिइरहेको छ एप्लिकेसनमा। सो यो टाइममा तपाईँहरू जोइन हुनुहुन्छ भने सो अरू बेला भन्दा चाहिँ डबल अफर चाहिँ यानि कि डबल कोइन चाहिँ तपाईँले यसमा कलेक्ट गर्न सक्नुहुनेछ। यानि कि डबल चाहिँ तपाईँले अर्निङ गर्न सक्नुहुनेछ। अरू बेला त्यति नै काम गरेर तपाईँले $10 अर्निङ गर्नुहुन्थ्यो भने अहिले $20, यानि कि तपाईँले 1000 गर्नुहुन्थ्यो भने 2000। सो यसरी तपाईँहरूले एप्लिकेसनको थ्रु अर्निङ गर्न सक्नुहुनेछ। र अहिलेको टाइममा तपाईँहरू जोइन भएर अब तपाईँहरूले जस भनौँ न एक दिनदेखि लिएर 2 दिनभित्रमा तपाईँले मिनिमम विथड्र पनि लिन सक्नुहुनेछ। यसको मिनिमम विथड्र भनेको चाहिँ 1000 रुपियाँ जति हुन्छ। सो लगभग भनौँ सो $10 हुन्छ। सो यति पुर्याउनको लागि तपाईँले 1 दिनदेखि लिएर 2 दिनभित्रमा तपाईँले पुर्याउन पनि सक्नुहुनेछ इजिली तरिकाले है त। सो म तपाईँलाई यो प्रोसेस पनि देखाउने छु यहाँ कसरी चाहिँ हामीले अर्निङ गर्न सकिन्छ र कसरी चाहिँ हामीले पुर्याउन सकिन्छ 2 दिनमा। सो यो पनि हामीले हेर्नेछौँ। अहिले अफर चलेको छ, त्यही भएर तपाईँहरू यो अफरको बेलामा जोइन हुनुभयो भने राम्रो हुन्छ। सो एप्लिकेसनको लिङ्क चाहिँ यसै भिडियोको डिस्क्रिप्सन बक्समा प्रोभाइड गर्नेछु, त्यहाँबाट तपाईँहरू एप्लिकेसनलाई डाउनलोड गर्न सक्नुहुनेछ। सो त्यो लिङ्कमा क्लिक गर्नुभयो भने तपाईँ यस्तो खालको इन्टरफेसमा आउन सक्नुहुनेछ। अब तपाईँले यो डाउनलोड इमिडिएटली भन्ने अप्सनमा क्लिक गरिदिनु पर्ने हुन्छ। त्यस पछाडि तपाईँलाई प्ले स्टोरतिर रिडाइरेक्ट गर्नेछ र एप्लिकेसनको नाम रहेको छ पोपो लाइभ। सो तपाईँले एप्लिकेसन सुन्नु पनि भएको थियो होला। यदि सुन्नु भएको छैन भने तपाईँहरूले एप्लिकेसनलाई इन्स्टल गरेर तपाईँले यसमा काम गर्न सक्नुहुनेछ। यदि सुन्नु भएको थियो, युज गर्दै हुनुहुन्छ भने पनि यसमा अफर छ, तपाईँले यसको अफरको फाइदा चाहिँ उठाउन सक्नुहुनेछ। अब तपाईँहरूले सबैभन्दा सुरुमा त एप्लिकेसनलाई इन्स्टल गर्नुहोस् र इन्स्टल गरेपछि तपाईँहरूले ओपन भन्ने बटनमा क्लिक गरिदिनुहोस् र ओपनमा क्लिक गरेपछि तपाईँहरूले यहाँनिर चाहिँ एकाउन्ट रेजिस्टर गर्नको लागि चाहिँ यहाँनिर लगइन विथ फेसबुक भन्ने अप्सन पाउनुहुन्छ अथवा लगइन विथ गुगल भन्ने अप्सन पाउनुहुनेछ। सबैभन्दा सुरुमा त यो तल यो जुन बटन छ एउटा गोलो गोलो छ त्यसमा क्लिक गरिदिनुहोस् यसको प्राइभेसी पोलिसीलाई एक्सेप्ट गर्नको लागि। र त्यस पछाडि तपाईँले लगइन विथ गुगलमा क्लिक गर्न सक्नुहुनेछ, सबैभन्दा सजिलो मेथड। र यसमा क्लिक गरेपछि तपाईँको मोबाइलमा भएको सबै जिमेल एकाउन्टहरू देखाउँछ। एउटा जिमेल एकाउन्टमा तपाईँले टच गरिदिनु भयो भने तपाईँहरूको एकाउन्ट चाहिँ बनिन्छ र यसरी आउँछ। अब तपाईँहरूले यहाँनिर चाहिँ एउटा तपाईँको रियल फोटो हालिदिनु पर्ने हुन्छ र त्यस पछाडि यहाँनिर एउटा निक नेम तपाईँले राख्न सक्नुहुनेछ, यसो केही राख्न सक्नुहुन्छ। र तलतिर तपाईँको यहाँ चाहिँ डेट अफ बर्थ दिनु सक्नुहुनेछ। यो चाहिँ 18 वर्षभन्दा माथिको बनाउनु पर्ने हुन्छ। र तलतिर तपाईँको कन्ट्री चुज गर्नुपर्ने हुन्छ, जस्तो नेपाल हो भने नेपाल तपाईँले चुज गर्नुहोस् र तपाईँ मेल हो भने मेल, फिमेल हो भने फिमेलमा क्लिक गर्नुहोस् र त्यस पछाडि सबमिट भन्ने बटनमा क्लिक गरिसकेपछि तपाईँहरूको एकाउन्ट बनिहाल्नेछ। अब तपाईँहरूलाई यस्तो खालको इन्टरफेस देखापर्छ। अब तपाईँहरूले आइडी चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ। त्यसको लागि सबैभन्दा यो लास्टको बटनमा क्लिक गर्नुहोस् र यसमा क्लिक गरेपछि तपाईँहरूले यो AUTS लेखेको छ नि अथेन्टिकेसन, सो यसमा क्लिक गर्नुपर्ने हुन्छ। र यसमा क्लिक गरेपछि तपाईँहरू यहाँ चाहिँ फेस अथेन्टिकेसन भन्ने छ, यसमा सायद गो यस्तै केही लेखा हुन्छ। यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेपछि तपाईँको यसो फेस देखाएर चाहिँ यसो मुन्टो दायाँ बायाँ पार्नुहोस् अथवा यसो मुख आबाउनुहोस् भने हुन्छ। त्यति गरिदिनु भयो भने यो फेस भेरिफाई पनि हुन्छ र त्यस पछाडि सर्टिफाइड भनेर देखाउँछ। त्यस पछाडि तपाईँहरू यहाँ चाहिँ एउटा फोन नम्बर पनि तपाईँले बाइन्ड गर्न सक्नुहुन्छ। यति गरेपछि तपाईँहरूको आइडी चाहिँ भेरिफाई भयो। अब आइडी भेरिफाई भइसकेपछि तपाईँहरू यहाँनिर चाहिँ एजेन्सीमा जोइन हुन चाहनुहुन्छ भने यहाँनिर चाहिँ एजेन्सी भन्ने हुन्छ, यहीँतिर लेखिरहेको हुन्छ। त्यसमा क्लिक गर्नुहोस् र त्यस पछाडि यो साइडमा रहेको नम्बर चाहिँ 20960814 भन्ने नम्बर छ। सो त्यो नम्बर तपाईँले त्यहाँनिर लगाउन पनि सक्नुहुनेछ। सो अहिले त्योतिर नलागौँ, हामी यहाँनिर चाहिँ अफरहरू अथवा यहाँनिर चाहिँ अर्निङ गर्ने प्रोसेसतिर लागौँ है त। र यति गरेपछि तपाईँहरूको आइडी रेडी भयो। अब आइडी रेडी भइसकेपछि यहाँबाट चाहिँ अब मेल युजरले कसरी अर्निङ गर्ने र फिमेल युजरले कसरी अर्निङ गर्ने यो भन्नेछु। फिमेल युजरको लागि चाहिँ एकदमै बेस्ट हुन्छ है। फिमेल युजरले थोरै मेहनत गरे तापनि यहाँनिर चाहिँ राम्रो अर्निङ चाहिँ गर्न सक्नुहुनेछ, यानि कि छिट्टै विथड्रहरू पनि लिन सक्नुहुनेछ। यसमा एप्लिकेसनको बारेमा त मैले अलरेडी बताइ पनि रहेको छु। यसबाट पेमेन्ट प्रुफको बारेमा पनि मैले भिडियो पनि बनाएको थिएँ, लाइभ विथड्र पनि गरियो अरे। सो अब यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने यो कस्तो खालको एप्लिकेसन हो भने यसमा चाहिँ हामीले लाइभ बस्नुपर्ने हुन्छ। लाइभ बसे बापत यो एप्लिकेसनले नै रिवार्ड दिन्छ, एप्लिकेसनले नै पोइन्टहरू दिन्छ, कोइनहरू दिन्छ र त्यो कोइनहरू चाहिँ तपाईँले विथड्र गरेर आफ्नो वालेटमा ल्याउन सक्नुहुनेछ। टिकटक जस्तो हो, तर हामीलाई गिफ्ट नआए तापनि हामीले यसबाट चाहिँ अर्निङ गर्न सकिन्छ। यदि गिफ्ट आउँछ भने तपाईँको थप अर्निङ भयो, यदि आउँदैन भने पनि यहाँनिर चाहिँ विभिन्न मेथड छन् यसमा अर्निङ गर्ने। सो त्यसको थ्रु पनि तपाईँले गर्न सक्नुहुनेछ। तपाईँलाई गिफ्ट आउनै पर्छ भन्ने छैन है त। म तपाईँलाई यहाँ प्र्याक्टिकली देखाउँछु। यहाँ तपाईँहरूले यो सबैभन्दा लास्टको बटनमा क्लिक गर्नुभयो भने अब लाइभ जान ओर्नको लागि चाहिँ तपाईँहरू यो लाइभमा क्लिक गरेर जाने हो। म तपाईँलाई यसमा पनि देखाउने छु है त्यो लाइभ कसरी जाने भनेर। त्योभन्दा पहिला चाहिँ हामीले कति अर्निङ गर्न सकिन्छ त्यो हेरौँ र कसरी अर्निङ हुन्छ त्यो पनि हामीले हेर्नुपर्ने हुन्छ। र त्यस पछाडि लाइभ कसरी जाने यी कुराहरू त रहँदै रह्यो है त। अब हामीले चाहिँ यो रिवार्डहरू कति पाइन्छ अथवा कति दिन्छ यो एप्लिकेसनले, हामीले यदि हामीले कतैबाट गिफ्टहरू आउँदैन भने पनि कति चाहिँ हामीले पाउँछौँ, त्यसको लागि चाहिँ सबैभन्दा लास्टको बटनमा क्लिक गर्नुहोस् र यसमा क्लिक गरिसकेपछि तपाईँहरू एकाउन्ट रेजिस्टर गर्ने बित्तिकै तपाईँले काम गर्न सुरु गर्न सक्नुहुनेछ। यसमा यदि तपाईँ नयाँ युजर हुनुहुन्छ भने थाहा छैन होला, सो सुरुमै काम गर्न सक्नुहुन्छ है। सो यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेपछि यो रिवार्ड भन्ने बटन हुन्छ, यसमा क्लिक गर्नुहोस्। अब तपाईँहरूलाई यस्तो खालको इन्टरफेस देखापर्छ र यहाँनिर चाहिँ यस्तो खालको चाहिँ यो तपाईँ यदि फिमेल युजर हुनुहुन्छ भने यस्तै खालको देखाउँछ। मेल युजरको लागि थोरै फरक हुन्छ है। म मेल युजरको लागि लास्टमा भन्नेछु। यदि फिमेल युजर हुनुहुन्छ भने फिमेल युजरको लागि निकै राम्रो अफरहरू दिन्छ है यो एप्लिकेसनले। राम्रो तरिकाले तपाईँहरूले अर्निङ गर्न सक्नुहुनेछ यदि यसको यहाँ रुलहरू बुझ्नुभयो। यसको सम्पूर्ण कुराहरू यसमा जुन अफरहरू चलिरहेको हुन्छ त्यो अफरहरूको बारेमा चाहिँ हेर्दै तपाईँहरूले त्यसमा पार्टिसिपेट पनि हुँदै काम गर्नुहुन्छ भने यहाँबाट चाहिँ निकै राम्रो अर्निङ पनि गर्न सक्नुहुनेछ यदि तपाईँ एक्टिभ भएर काम गर्नुहुन्छ भने है। सो यहाँ चाहिँ अब हामीले यसको सम्पूर्ण डिटेल्सहरू हेरौँ। सो जस्तो कि अब तपाईँहरू यस्तो अप्सनमा आउनुभयो र अल तल जानुहोस् र अल तल
भइसकेपछि तपाईँहरूले यहाँनिर अप्सन पाउनुहुनेछ डेली लाइभ ड्युरेसन 60 मिनट भनेको छ। यो बापत चाहिँ 1000 पोइन्ट दिएको छ नि। यदि तपाईँ नयाँ युजर हुनुहुन्छ, भर्खरै तपाईँले एकाउन्ट रेजिस्टर गर्नुभएको छ, भेरिफाई गर्नुभएको छ भने यहाँनिर तपाईँहरूलाई चाहिँ 10,000 पोइन्ट दिन्छ एक घन्टा लाइभ बसे बापत। र त्यो 10,000 भनेको चाहिँ $1 यानि कि नेपाली 135 रुपियाँ हुन्छ। दिनमा तपाईँलाई 2 घन्टा लाइभ बस्न दिन्छ। त्यसको बापत चाहिँ तपाईँले फेरि 10,000 गरेर 20,000 पोइन्ट जम्मा दिन्छ दिनमा लाइभ बसे बापत मात्रै। यो चाहिँ छुट्टै यो एप्लिकेसनले नै रिवार्ड दिने हो। यसमा हामीले कुनै पनि गिफ्ट आउनुपर्छ भन्ने छैन। यानि कि तपाईँ लाइभ बस्नुभयो, लाइभ बस्दाखेरि तपाईँलाई एकजना पनि हेर्ने मान्छे आएको छैन भने पनि तपाईँलाई यो चाहिँ दिन्छ है त। त्यसरी दिन्छ। र अब यो भनेको चाहिँ लगभग अब 270 हाराहारी त भइ पनि गयो है त नेपाली यति। यो चाहिँ लाइभ बसे बापत हुन्छ। र यहाँ चाहिँ पार्टीमा जोइन गरे बापत पनि तपाईँहरूले यहाँले चाहिँ कोइनहरू पाउन सक्नुहुनेछ, पोइन्टहरू पाउन सक्नुहुन्छ। यो कसरी जोइन हुने त्यो पनि म तपाईँहरूलाई बताउने छु। लाइभ कसरी जाने त्यो पनि म तपाईँहरूलाई बताइहाल्छु। अहिले चाहिँ हामीले चाहिँ रिवार्डहरूको बारेमा चाहिँ हेरिरहेको छौँ। र यहाँ चाहिँ अरू गेमहरू पनि हुन्छ। र यहाँ चाहिँ जुन अब टिकटकहरूमा जस्तै अब दुईजना बिच जुन गेमहरू चल्छ नि त्यस्तो टाइपको पनि अब तपाईँले अब लाइभ बस्दा बस्दै तपाईँले पिके भन्छ त्यो पनि तपाईँले खेल्न सक्नुहुनेछ। त्यो बापत पनि छुट्टै यहाँ चाहिँ एक्स्ट्रा रिवार्डहरू दिएको हुन्छ। एप्लिकेसनको थ्रु पनि दिइरहेको हुन्छ। 13,000 सम्म दिन्छ। यो चाहिँ डेली दिन्छ। र यसरी चाहिँ यो रिवार्डहरू दिन्छ। र अब मानौँ तपाईँहरू नयाँ युजर हुनुहुन्छ, भर्खर जोइन गर्नुभएको छ भने अहिले मैले सुरुमा भनेको पनि थिएँ। सो 1 दिनदेखि लिएर 2 दिनभित्रमा तपाईँले मिनिमम विड्रो यानि कि तपाईँले 1000-2000 चाहिँ तपाईँले विड्रो गर्न सक्नुहुन्छ भनेको थिएँ। त्यसको बारेमा चाहिँ अब त्यसमा चाहिँ तपाईँले कसरी यसमा युज गर्न सक्नुहुन्छ भने तपाईँ अब नयाँ युजर हो भने जोइन गर्नुहोस्। जोइन गरिसकेपछि तपाईँहरू यहाँनिर आउनुहुन्छ। अब तपाईँहरूले लाइभ बस्नुहोस् 2 घन्टा। दिनमा 2 घन्टा बसेपछि तपाईँहरूले 20,000 कोइन पाइहाल्नुहुन्छ, 20,000 पोइन्ट पाउनुहुन्छ। र अब तपाईँहरूले थप अर्निङ गर्ने अप्सन तपाईँलाई म अरू पनि बताउने छु। यदि पिके खेल्न चाहनुहुन्छ भने पिके सिके खेल्नुहोस्। म तपाईँले कसरी खेल्ने त्यो पनि भन्ने छु। र तपाईँहरूले पार्टीमा बस्न चाहनुहुन्छ भने पार्टीबाट पनि तपाईँले कोइनहरू कलेक्ट गर्न सक्नुहुनेछ। यसरी कलेक्ट भयो यहाँनिर। र यति चाहिँ यो एप्लिकेसनले रिवार्डहरू दिनेछ। र अहिले चाहिँ यो क्रिसमस अफरहरू पनि चलिरहेको छ। विभिन्न अफरहरूको बारेमा पनि यहाँ माथितिर चलिरहेको हुन्छ। यहाँनिर तपाईँहरूले हेर्नु होला। सो यहाँनिर चाहिँ इन्भाइट गरे बापत पनि अहिले अफर छ। र अहिले चाहिँ क्रिसमसको छुट्टै अफरहरू पनि चलिरहेको छ। यी सम्पूर्ण अफरहरूको त छुट्टै भिडियो बनाउनु पर्ने हुन्छ, धेरै लामो हुन्छ। म तपाईँलाई चाहिँ एउटा दुईवटा अफरको बारेमा मात्रै चाहिँ आजको भिडियोमा कुरा गर्नेछु। एउटा दुईवटा अफर चाहिँ म देखाउने छु। यसमा अर्निङ गर्नको लागि काम चाहिँ के गर्नुपर्छ भने तपाईँ ब्याक आउनुहोस् र ब्याक आइसकेपछि तपाईँहरूको आइडी त भेरिफाई भइहाल्यो। अब भेरिफाई भइसकेपछि फर्स्ट काम भनेको तपाईँ लाइभ बस्ने जान सक्नुहुनेछ। यदि तपाईँ फिमेल युजर हो भने मेल युजरको लागि लास्टमा भन्नेछु। यहाँनिर चाहिँ यदि फिमेल युजर हो भने यसरी लाइभ बस्न सक्नुहुनेछ। लाइभ बस्नको लागि एकदम सिम्पल हुन्छ। यो लाइभ भन्ने बटनमा क्लिक गर्नुहोस् र यहाँनिर चाहिँ तपाईँलाई गो लाइभ भन्ने अप्सन आउँछ। त्यहाँनिर चाहिँ तपाईँ लाइभमा क्लिक गर्नुहोस् र त्यहाँबाट चाहिँ तपाईँ जुन मैले रिवार्ड सिस्टममा देखाएको थिएँ। सो 1 घन्टा लाइभ बसे बापत 10,000, फेरि अर्को घन्टा बसे बापत फेरि अर्को 10,000 गर्दै तपाईँले यहाँ चाहिँ रिवार्डहरू पाउन सक्नुहुनेछ। त्यो रिवार्ड पाउनको लागि फेरि तपाईँले 1 घन्टा जति लाइभ बसिसक्नु भयो भने अथवा 2 घन्टा लाइभ बसिसके पछाडि आउन पनि सक्नुहुनेछ। अथवा 1 घन्टा लाइभ बस्नुभयो भने यहाँनिर आएर तपाईँले रिवार्ड भन्ने सेक्सनमा आउनुभयो भने त्यो अघि त्यो जुन साइडमा रिसिभ भन्ने सेक्सन थियो त्यहाँनिर चाहिँ चकिलो भएर आउँछ। त्यसमा क्लिक गर्नुभयो भने तपाईँहरूको रिवार्ड क्लेम हुन्छ र क्लेम भएर यो पोइन्टमा आएर बस्नेछ। र यो पोइन्टलाई चाहिँ हामीले डाइरेक्ट विड्रो गर्न मिल्ने हो। मैले सुरुमा पनि तपाईँलाई देखाएको थिएँ विड्रो गरेको जस्तो देखाएर। सो मैले अहिले एकछिनमा तपाईँहरूलाई यो लाइभ विड्रो पनि गरेर देखाउने छु। 6,46,956 पोइन्ट छ मेरो। यसलाई चाहिँ मैले विड्रो गरेर देखाउने छु। नेपाली सेवा खल्ती जस्ता वालेट हो। मैले डाइरेक्ट सेवामै विड्रो पनि गरेर देखाउने छु है एकछिनमा। सो यसरी तपाईँले गर्न सक्नुहुनेछ। र अब यो भनेको फर्स्टमा चाहिँ लाइभको थ्रु भयो। र सेकेन्ड भन्ने हुन्छ पार्टी भन्ने हुन्छ। यसमा क्लिक गरेर तपाईँले यहाँ पनि पार्टीमा जोइन गर्न सक्नुहुनेछ। अरूको पार्टीमा पनि जोइन गरे बापत पनि तपाईँले यहाँ चाहिँ अर्निङ गर्न सक्नुहुनेछ। त्यहाँनिर चाहिँ गिफ्टहरू आए बापत आउँछ तपाईँलाई पनि होइन। सो आइरहेको हुन्छ। अरूलाई नि गिफ्ट हान्ने बेलामा तपाईँहरूलाई पनि गिफ्टहरू आइरहेको हुन्छ। सो त्यो बेलामा पनि तपाईँले गिफ्ट बापत पनि पाउनुभयो। त अथवा छुट्टै तपाईँले यो एप्लिकेसनकै रिवार्ड मात्रै क्लेम गर्ने, तपाईँलाई कसैको गिफ्टको मतलब आश पनि छैन भने पनि तपाईँहरूले यो पार्टीमा पनि जोइन गरे बापत गर्न सक्नुहुनेछ। त्यसको लागि अब मानव कुनै पार्टीमा जोइन गर्ने हुन्छ त्यसमा क्लिक गरेर कुनै एउटा ठाउँमा बस्नुपर्ने हुन्छ। होइन भने तपाईँले आफै पार्टीमा यहाँ चाहिँ जोइन गरे बापत जुन रिवार्ड भन्ने सिस्टममा अहिले मैले देखाएको थिएँ पार्टी बसे बापत पनि हामीले कोइन पाइन्छ भनेको थिएँ नि। त्यो तपाईँले यही पार्टीमा क्लिक गरेर गर्न सक्नुहुनेछ। यहाँ पार्टीमा क्लिक गरेर जान सक्नुहुन्छ अथवा यो लाइभमै क्लिक गरेर पनि तपाईँले पार्टी ओपन गर्न सक्नुहुन्छ अथवा अरूको पार्टीमा जोइन गर्न सक्नुहुनेछ। यहाँतिरबाट जोइन गर्न सक्नुहुन्छ। मैले डिटेल भिडियो अगाडि बनाइ पनि सकेको थिएँ। यसको बारेमा चाहिँ अहिले चाहिँ अफरहरू चलिरहेको छ। त्यही भएर मैले चाहिँ यहाँ रफली बताइरहेको छु। यदि तपाईँहरूले यसमा बुझ्नु भएको छैन, मैले बोलेको अलिक फास्ट जस्तो लागिरहेको छ भने मैले डिटेल भिडियो मैले डिस्क्रिप्सन बक्समा राख्ने छु। यदि त्यो भिडियो हेर्नुभयो भने मजाले बुझ्न सक्नुहुनेछ। तर अब यो अफरको बारेमा चाहिँ त्यसमा बताइएको छैन। त्योभन्दा बाहेकको सम्पूर्ण डिटेल्सहरू त्यो भिडियोमा छ। सम्पूर्ण कुराहरू छ यसमा चाहिँ एजेन्सी जोइन गर्नेदेखि लिएर लाइभ कसरी बस्ने पार्टीहरू यिनीहरू सम्पूर्ण कुराहरू बताएको छ। त्यो पनि तपाईँले हेर्न चाहिँ सक्नुहुनेछ। होइन भने म तपाईँलाई यही भिडियोमा पनि बताइहाल्नेछु। सो यो तरिकाले तपाईँहरू यो पार्टीमा पनि बस्न सक्नुभयो। र यो अप्सन भनेको चाहिँ यहाँ फोटोहरू तपाईँले हाल्न गर्न सक्नुहुनेछ। यो अप्सन भनेको चाहिँ मेसेजहरू गर्ने अप्सन भयो भने लास्टको अप्सन भनेको चाहिँ तपाईँको पोइन्टहरू कति छ, कोइनहरू कति छ यो देखाउँछ। र यहाँनिर चाहिँ कोइनहरू तपाईँको कलेक्ट पनि हुन्छ। लाइभ बस्दा फेरि यहाँनिर चाहिँ जुन बक्सहरू फुटाउने अप्सनहरू आउँछ, त्यस्तै अप्सनहरू आइरहेको हुन्छ विभिन्न। त्यहाँबाट तपाईँले कोइनहरू पाउनुहुन्छ। त्यो चाहिँ यहाँनिर आएर बस्छ र तपाईँले अब गिफ्टहरू पाउनुभयो अथवा यहाँनिर चाहिँ रिवार्डमा तपाईँले क्लेम गर्नुभयो भने चाहिँ पोइन्टमा आएर बस्ने हो। र यति चाहिँ यो चाहिँ विड्रो गर्न मिल्ने हो। र अहिले चाहिँ यो क्रिसमस अफरमा अर्को पनि अफर छ। जस्तो कि यो इन्भाइट भन्ने सेक्सनमा क्लिक गर्नुहुन्छ भने इन्भाइट गरे बापत पनि तपाईँले डबल रिवार्ड पाउन सक्नुहुनेछ। र यदि तपाईँ फिमेल युजर हुनुहुन्छ भने त तपाईँले अब सुरुमै तपाईँ लाइभ जानुहुन्छ। लाइभ जाँदा फेरि दिनमा तपाईँले 20,000 पोइन्ट त लाइभ गरे बापत पाउनुहुन्छ। र तपाईँ अब उता पार्टी लाइभ जोइन गरे बापत अरू गर्दै लगभग त्यताबाट 30,000 जस्तो पोइन्ट तपाईँले कलेक्ट गर्नुभयो भने दिनमा। सो त्यहाँबाट 30,000 र त्यस पछाडि तपाईँले यहाँनिर चाहिँ इन्भाइटको युज पनि गर्न सक्नुहुनेछ। इन्भाइट युज गर्नुहुन्छ भने यहाँबाट अहिले डबल अफर दिइरहेको छ। यो अफर चाहिँ कहिलेसम्म चल्छ भने यो चाहिँ अहिले डिसेम्बरको 8 देखि सुरु भएर डिसेम्बरको 14 सम्म छ है त। यो भित्रमा तपाईँले मजाले यो युज चाहिँ गर्न सक्नुहुनेछ यो अफरको। त्यस पछाडि पनि विभिन्न अफरहरू
चलिरहेको हुन्छ यो एप्लिकेसनमा। सो अहिलेको लागि चाहिँ यो रहेको छ, पछिको अफरहरू पनि हुन्छ। तपाईँले यो एप्लिकेसनमा आएर त्यही यहाँ तपाईँको यो चलिरहेको हुन्छ है। सो यतातिर यता हेर्नुभयो भने पनि देख्न सक्नुहुनेछ। अहिले चाहिँ यसले डबल अफर दिइरहेको छ, यानि कि यसमा चाहिँ अहिले हामीले इन्भाइट गर्छौँ भने अप टु यहाँ चाहिँ $28 दिन्छ है त। यहाँ चाहिँ 2,80,000 पोइन्टसम्म चाहिँ तपाईँले पाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँले इन्भाइट नाउ भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ र यहाँनिर क्लिक गरिसकेपछि तपाईँले सेयर भन्ने बटनमा क्लिक गर्नुहोस्, एउटा लिङ्क निक्लिन्छ र यो लिङ्कलाई तपाईँले कपी गरेर तपाईँले साथीहरूलाई सेयर गर्नुहुन्छ भने यहाँबाट चाहिँ तपाईँले पाउन सक्नुहुनेछ। र सेयर गर्दा फेरि तपाईँले फिमेल युजरलाई सेयर गर्नुपर्ने हुन्छ। फिमेल युजरलाई सेयर गरिसकेपछि यसको रिक्वायरमेन्ट पनि हुन्छ, जस्तो कि रुल भन्ने बटनमा क्लिक गरेर हेर्नुभयो भने यहाँनिर देख्न सक्नुहुनेछ। यदि फिमेल युजरले यसमा चाहिँ अब जोइन गरेर अब जोइन गरिसके पछाडि फेस भेरिफाईहरू गर्ने भने र त्यो गरिसके पछाडि 7 दिनभित्रमा 1 घन्टा लाइभ बस्दा फेरि अहिले चाहिँ यहाँ चाहिँ अफर अन्तर्गत 10,000 पोइन्ट छुट्टै र अर्को 10,000 यानि कि 20,000 पोइन्ट मिल्छ र 5 घन्टा लाइभ बसिन्छ। यदि 7 दिनभित्रमा 5 घन्टा लाइभ बस्नुहुन्छ भने अरू 20,000 मिल्छ। सो मानौँ तपाईँहरूले यहाँ 2-3 जनालाई रेफर गर्नु, 3 जनालाई नै रेफर गर्नुभयो भने पनि अब यहाँबाट पनि अब 20,000 तपाईँले 20,000 त तपाईँको भइहाल्छ, अथवा 2 दिनभित्रमा यहाँ चाहिँ 40,000 पनि आउँछ है। सो एकजनाबाट सो 40,000 आयो भने तपाईँले 3 जनालाई गर्नुभएको छ भने 1,20,000 पोइन्ट तपाईँले 3 जनाबाटै लिन सक्नुहुनेछ। र तपाईँहरूको आफ्नो छुट्टै रिवार्ड पनि हुन्छ जुन तपाईँले डेली लाइभ बसेर गरिरहनु भएको हुन्छ। त्यो गर्दाखेरि लगभग 2 लाख पोइन्ट चाहिँ तपाईँको हुन्छ। सो यदि तपाईँले मेहनत चाहिँ गर्नुपर्ने हुन्छ यतिको, र यति गर्नुहुन्छ भने 2 लाख पोइन्ट भनेको 20,000 यानि कि लगभग 2600 देखि लिएर 2700 जति त तपाईँको अर्निङ हुन्छ। सो 2 दिनभित्रमा त्यति अर्निङ हुन्छ यदि यति मेहनत गर्नुहुन्छ भने चाहिँ है। र तपाईँले अब थप अर्निङ गर्न चाहनुहुन्छ भने तपाईँले अब थप अब इन्भाइटको अप्सन युज गर्न सक्नुहुन्छ अहिलेको लागि। प्लस तपाईँले आफै लाइभ बस्न सक्नुहुन्छ। फिमेल युजरको लागि अफरै अफर है। सो लाइभ बसे बापत पनि अब तपाईँलाई गिफ्टहरू मिलिरह्यो भने गिफ्ट बापत पनि तपाईँहरूको पोइन्टमै आएर बस्ने हो र तपाईँले अब रिवार्डहरू त छुट्टै पाइहाल्नुहुन्छ। र यहाँनिर चाहिँ त्यो रिवार्डमा पिकेहरू खेल्नुभयो भने छुट्टै तपाईँले पाउन सक्नुहुनेछ भने यहाँनिर चाहिँ अरू अफरहरू हुन्छ। अरू अफरको बारेमा पनि मैले छुट्टै भिडियो बनाउनु पर्ने हुन्छ, यो भिडियो लामो हुन्छ है। सो अरू अफरहरू चलिरहेको हुन्छ जुन अब अहिले क्रिसमसको लागि अफरहरू चलिरहेको छ, त्यो अफरमा तपाईँ जोइन गर्न सक्नुहुनेछ। साथै यहाँ चाहिँ तपाईँले स्यालेरी बेसमा पनि काम गर्न सक्नुहुन्छ। स्यालेरी बेसमा काम गर्नुभयो भने तपाईँ अब पर मन्थ तपाईँले कति डलर अर्निङ गर्ने त्यो छुट्टै यहाँनिर चाहिँ तोकिदिएको हुन्छ, स्यालेरी बेस पनि तोकिदिएको हुन्छ। त्यो पनि अब छुट्टै अब त्यसको लागि पनि छुट्टै यदि भिडियो चाहियो भने त्यसको बारेमा पनि बनाइनेछ। सो अहिले चाहिँ यो अफरहरू चलिरहेको छ, यो अफरको फाइदा लिन सक्नुहुनेछ। र यदि मेल युजर हुनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ कस्तो हुन्छ भने अब हामीले यसमा जोइन गरिसकेपछि चाहिँ हामीले चाहिँ लाइभ जानको लागि त वेल्थ लेभल 5 चाहिन्छ। 5 लेभल भइसकेपछि जस्तो कि यहाँनिर मेरो 5 लेभल छ नि, यस्तै 5 लेभल पुग्नुपर्ने हुन्छ। 5 लेभल पुग्नको लागि चाहिँ अब हामीले गिफ्टै गर्नुपर्ने हुन्छ। यहाँ जुन कोइन चाहिन्छ यो कोइन चाहिँ अरूलाई हामीले जस्तो कि आफ्नै साथीहरूलाई दिँदा पनि मिल्छ। सो यसै एक्सचेन्ज गर्न पनि सकिन्छ, एक्सचेन्ज गरेर पनि लेभल बढाउन सकिन्छ। त्यो लेभल बढाउनु पर्ने हुन्छ लाइभ जानको लागि त। सो अब हामी खासै लाइभ गइराख्नु पर्दैन। सो अब लाइभ गरिराखेर त्यो गरिराख्नुभन्दा अब हामीले जस्तो इन्भाइटको अप्सन युज गर्न सकिन्छ। जस्तो अब फिमेलले जसरी नै इन्भाइटको अप्सनमा क्लिक गरेर तपाईँले लिङ्क निकाल्नुहोस् र त्यो तपाईँहरूले चाहिँ फिमेल युजरलाई 2-4 जनालाई सेयर गर्नुभयो भने तपाईँले मिनिमम विथड्र त लिन सकिहाल्नुहुनेछ। सो यसरी तपाईँले काम गर्न सक्नुहुनेछ। र तपाईँले एक्टिभली भएर तपाईँले मजाले काम गर्न चाहनुहुन्छ, मेल युजर हो भने पनि तपाईँ यदि सिङ्गिङ गर्नुहुन्छ अथवा केही तपाईँको कला छ भने त्यसको लागि चाहिँ छुट्टै यहाँ रिवार्डहरू दिइरहेको हुन्छ एप्लिकेसनले। अब त्यसको लागि यहाँनिर पनि हेर्नु होला। सो यहाँ ब्यानरहरू पनि चलिरहेको हुन्छ है। सो विभिन्न चलिरहेको हुन्छ। यहाँनिर अरू नै छ। सो यहाँनिर चाहिँ गीतहरूको पनि यहाँनिर प्रमोसनहरू गरिरहेको रहेछ, यो देख्न सक्नुहुनेछ। सो त्यो मेल युजरको लागि पनि यदि त्यस्तो सिङ्गिङहरू त्यस्तो छ भने त्यसको लागि चाहिँ छुट्टै रिवार्डहरू पनि यहाँ क्लेम गर्न मिल्छ। त्यसको लागि चाहिँ जोइन गरेर तपाईँहरूले वेल्थ लेभल सुरुमा चाहिँ बढाउनु पर्ने हुन्छ यो गिफ्टहरू गरेर। र कति चाहिन्छ भनेर हेर्नुको लागि चाहिँ तपाईँहरूले यो यहाँनिर चाहिँ हुन्छ एउटा लेभल भन्ने अप्सन हुन्छ। यो लेभलमा क्लिक गरेर हेर्नुभयो भने कति कोइन गिफ्ट गर्दाखेरि कति लेभल बढ्छ यो पनि यहाँनिर चाहिँ देख्न सक्नुहुनेछ। र अब यो लेभलहरू बढाउन चाहनु हुँदैन, यो झन्झटमा पर्न चाहनु हुँदैन भने सिधै इन्भाइटको अप्सन युज गर्नुहोस् र इन्भाइट गर्न सक्नुहुनेछ। 1-2 जनालाई इन्भाइट गर्नुभयो भने त्यहाँबाट पनि अर्निङ गर्न सक्नुहुनेछ। अब थोरै मेहनत त गर्नै पर्ने हुन्छ है। सो अब तपाईँ अब यहाँनिर चाहिँ एक्टिभली तरिकाले काम गर्नुहुन्छ भने पनि अर्निङ पनि गर्न सकिन्छ। यसको सम्पूर्ण कुराहरू हेर्नुपर्ने हुन्छ है। बाहिरबाट हामीले माथि सर्फेसबाट हेऱ्यो भने यो देखिँदैन, तर यहाँ भित्र गएर हेर्ने भने यसमा रिवार्ड सिस्टमहरू विभिन्न छन् क्या, यसमा अफरहरू चलिरहेको हुन्छ। त्यही भएर अब हामीले बाहिरबाट हेर्न बित्तिकै यसबाट अर्निङ हुने रहेछ काम लाग्दैन भन्नुभन्दा पहिला यसको बारेमा चाहिँ राम्रोसँग हेर्नुपर्ने हुन्छ। र हेरेर यति धेरैजनाले अर्निङ गरिरहनु भएको छ भनेपछि तपाईँहरूले पनि अर्निङ चाहिँ गर्न सक्नुहुनेछ। गर्न सकिन्छ नसक्ने होइन, तर मेहनत थोरै लाग्छ है त। सो त्यो तरिकाले गर्न सक्नुहुनेछ। मैले यसको लिङ्क चाहिँ यसै भिडियोको डिस्क्रिप्सन बक्समा प्रोभाइड गर्नेछु, त्यहाँबाट तपाईँहरूले डाउनलोड गर्नु होला। सेम टाइपको एप्लिकेसन अरू पनि हुन्छ, त्यही भएर रियल एप्लिकेसनमा पुग्नको लागि डिस्क्रिप्सनको लिङ्क चाहिँ तपाईँले युज गर्न सक्नुहुनेछ। र तपाईँहरूले अब जति पनि अर्निङ गर्नुहुन्छ अर्निङ गरेको पोइन्टहरू यहाँनिर आएर बस्नेछ। अब यो पोइन्टलाई विथड्र गर्नको लागि यसमा क्लिक गर्नुहोस् र यो पोइन्टमा क्लिक गरेपछि तपाईँहरूले यहाँनिर चाहिँ विथड्र गर्न सक्नुहुनेछ। अथवा कसैले ट्रान्सफर गर्न चाहनुभयो भने ट्रान्सफर गर्न सक्नुहुन्छ। कोइनतिर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने कोइनतिर एक्सचेन्ज गर्न सक्नुहुनेछ। विथड्र गर्न चाहनुहुन्छ भने विथड्रमा क्लिक गर्नुहोस् र विथड्रमा क्लिक गरेपछि तपाईँको कति डलर भएको छ यहाँनिर देखिन्छ। मिनिमम $10 बनाउनु पर्ने हुन्छ। त्यति भएपछि तपाईँले विथड्र गर्न सक्नुहुनेछ। $1 भनेको 10,000 पोइन्ट बराबर $1 हुन्छ है। तपाईँको 1 लाख पोइन्ट पुग्यो भने चाहिँ $10 हुन्छ। त्यो चाहिँ तपाईँले विथड्र गर्न सक्नुहुन्छ मिनिमम। र मेरो चाहिँ $64.69 छ। मैले यसलाई चाहिँ विथड्र गर्नको लागि यहाँ तल मेथड भन्ने अप्सन छ, यसमा मैले क्लिक गरेँ भने अहिले पनि मैले तपाईँलाई देखाएको थिएँ। यहाँनिर चाहिँ हामीले डाइरेक्ट नेपाली ब्याङ्क ट्रान्सफर भनेको छ। ब्याङ्कमा ट्रान्सफर पनि गर्न सकिन्छ, इसेवामा लिन सकिन्छ, खल्तीमा लिन सकिन्छ, आइएमपीमा लिन सकिन्छ, मोरुमा लिन सकिन्छ। अहिले चाहिँ म इसेवामा लिएर देखाउँछु है त। जस्तै यहाँ इसेवाको साइडमा बाइन्ड भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोस् र यसमा क्लिक गरिसकेपछि सबैभन्दा सुरुमा चाहिँ सेक्युरिटी पासवर्ड लगाउनु पर्ने हुन्छ।
यो सेक्रेट पासवर्ड तपाईँले सुरुमा राख्नु भएको हुन्छ त्यो लगाउनु पर्ने हुन्छ। त्यो लगाइसकेपछि तपाईँ यहाँनिर चाहिँ फर्स्ट नेम यहाँनिर भनेको छ तपाईँको यहाँनिर चाहिँ ई-सेवामा जुन नाम छ फर्स्ट नेम त्यो यहाँनिर दिनुहोस् र लास्ट नेम तपाईँको ई-सेवाको जुन छ त्यो दिनुहोस् र त्यस पछाडि यहाँनिर चाहिँ ई-सेवाको नम्बर दिएर सबमिटमा क्लिक गर्नुहुन्छ भने ई-सेवा बाइन्ड हुन्छ। अब चाहिँ मैले ई-सेवामा विथड्र गर्ने हो भने विथड्र नाउमा क्लिक गरिदिनु पर्ने हुन्छ र यहाँ तपाईँहरूको नम्बर चाहिँ मजाले हेर्नुहोस् चेक गर्नुहोस् र त्यस पछाडि अब यहाँनिर चाहिँ प्लिज इन्टर भनेको छ यहाँनिर चाहिँ मैले क्लिक गर्नेछु र यहाँनिर क्लिक गरेर मैले 64.69 अब जति विथड्र गर्न चाहनुहुन्छ त्यति तपाईँले विथड्र गर्न सक्नुहुनेछ। यहाँबाट मानौँ तपाईँले $50 विथड्र गर्ने भने 50 टाइप गर्नुपर्ने हुन्छ, 60 गर्ने भने 60। मैले $60 चाहिँ मैले विथड्र गरेर देखाउने छु, 60 मैले टाइप गरेँ र यति टाइप गरेर चाहिँ मैले यहाँनिर चाहिँ सबमिट भन्ने बटनमा क्लिक गरिदिनेछु। जस्ट सबमिट भन्ने बटनमा क्लिक गरिसकेपछि यहाँनिर तपाईँहरूले देख्न सक्नुहुनेछ ओके यहाँनिर चाहिँ $60 देखाएको छ र मैले कन्फर्ममा क्लिक गरिदिनेछु है त। र तपाईँले अब यहाँनिर चाहिँ सेक्युरिटी पासवर्ड लगाउनु पर्ने हुन्छ। यो चाहिँ तपाईँहरूलाई यहीँ क्रिएट गर्न लगाएको हुन्छ, यो चाहिँ तपाईँको पासवर्ड हो, यो चाहिँ लगाउनु पर्ने हुन्छ। हाम्रो यहाँ चाहिँ विथड्रमा लाग्ने छ, सक्सेस भइसकेको छ। मेरो $1.70 मात्रै बाँकी रहेको छ, बाँकी रहेको ब्यालेन्सहरू चाहिँ विथड्रमा लागिसकेको छ। अब मैले यहाँ चाहिँ रेकर्ड भन्ने बटनमा क्लिक गरेँ भने यहाँनिर चाहिँ देख्न सक्नुहुनेछ मैले अहिले चाहिँ $60 को विथड्रमा लगाएको छु र यो चाहिँ पेइङ भनिरहेको छ र योभन्दा पहिले पनि मैले $9.20 $46 $11 गर्दै मैले विथड्र पनि गरिरहेको थिएँ। यहाँ चाहिँ तपाईँहरूले अब यहाँनिर चाहिँ $60 यहाँ पेइङ भनेर देखाएको छ, मैले एकचोटि टच गरेँ भने यहाँनिर देख्न सक्नुहुनेछ र अहिले भनेको यहाँ टाइम कति गएको छ यो पनि म तपाईँलाई देखाउने छु र यो बाफा चाहिँ हामीलाई कति मिल्छ $8,100 चाहिँ हामीलाई मिल्ने रहेछ है। सो यहाँनिर देख्न सक्नुहुनेछ यसको फी चाहिँ 3% फी काटेको हुन्छ, त्योभन्दा बाहेक अरू चाहिँ काट्दैन। सो अब त्यति चाहिँ हामीलाई मिल्नुपर्ने हुन्छ र यहाँनिर म तपाईँहरूलाई टाइम पनि देखाइदिनेछु। यहाँनिर हेर्नु होला अहिले 2:53 गएको छ। सो यतिमा चाहिँ मैले विथड्रमा लगाएको छु, कति टाइममा रिसिभ हुँदो रहेछ यो पनि म तपाईँलाई देखाउने छु। यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो पेमेन्ट चाहिँ कन्फर्म भइसकेको छ है त, पेमेन्ट टु बी कन्फर्म भनेको छ र यहाँनिर चाहिँ पेमेन्ट प्रुफको यहाँनिर चाहिँ यो स्क्रिनसट पनि लगाइएको छ। यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ, मैले ब्याक गरिदिनेछु र यहाँ ब्याक गरेर हामीले हेर्ने हो भने यहाँनिर हेर्नु पेमेन्ट टु बी कन्फर्म भइसकेको छ, तत्कालै पेमेन्ट रिसिभ भइसकेको छ भनौँ है त। र यहाँनिर चाहिँ मैले $60 विथड्र गरेर यहाँनिर चाहिँ $1.70 कसरी रह्यो नभन्नु होला। सो $64 थियो त्यति चाहिँ नभन्नु होला है त, किनभने यसले 3% फी काट्छ। यहाँनिर 3% फी भनेर लेखिएको छ, त्यो फी चाहिँ यहाँबाट काटेको, त्यही भएर यति भएको। तपाईँले क्यालकुलेट पनि गर्न सक्नुहुनेछ। ई-सेवा ओपन गरिसकेपछि मैले स्टेटमेन्ट भन्ने बटनमा क्लिक गर्छु। यहाँनिर तपाईँहरूले स्टेटमेन्ट पनि हेर्न सक्नुहुनेछ। अहिले भर्खरै $8,100 चाहिँ मिलिसकेको छ र यो चाहिँ अब पर्सन एउटा कुनै मान्छेले नै पठाएको देखिनु भएको छ। तर यो चाहिँ अब कुनै मान्छेबाट पठाएर चाहिँ यो जुन देखाइएको छ भनेर चाहिँ नभन्नु होला यो, किनभने यस्तो टाइपको एप्लिकेसनहरूबाट चाहिँ सो प्रत्येकमा कि मान्छेले नै अथवा कुनै ब्याङ्कबाट नै लोड गरिदिने हो। सो यो चाहिँ कुनै एजेन्टलाई जाने हो, त्यहाँबाट चाहिँ हामीलाई यो पेमेन्टहरू मिल्ने हो। जे भए पनि जताबाट भए पनि पेमेन्टहरू चाहिँ मिलिरहेको हुन्छ। त्यही भएर अब तपाईँहरूले यसलाई चाहिँ तपाईँले युज गर्न चाहनुहुन्छ भने यसको लिङ्क चाहिँ यसै भिडियोको डिस्क्रिप्सन बक्समा दिएको छु, त्यहाँबाट तपाईँ जोइन गर्न सक्नुहुनेछ। एप्लिकेसन पेमेन्टहरू दिइरहेको छ। अब तपाईँले विचार पनि गर्न सक्नुहुनेछ। अहिले भनेको यो टिकटक जत्तिकै चलिसकेको छ भनौँ, टिकटक जत्तिकै नै फेमस हुन थालिसकेको छ एप्लिकेसन, घर घरमा एउटा पोप्पो युजर चाहिँ पाइन्छ है त। त्यस्तै तरिकाले मजाले चलिरहेको छ भनौँ है। सो तपाईँले युज गर्नुभएको छ भने युज गर्न सक्नुहुनेछ है। मैले लिङ्क चाहिँ तल